on time. On time भनेको समयमा समयमा भनेर चाहिँ भन्नु पर्यो भने के भन्ने त on time. On time समयमा प्रस्थान समय प्रस्थान समय भनेको departure time. Departure time भनेको प्रस्थान समय departure time. Arrival time आगमन समय आगमन समयलाई के भनिन्छ त arrival time भनिन्छ. करेन्सी करेन्सी भनेको मुद्रा जस्तै करेन्सी एनपिआर अथवा नेपाली रुपिज त्यो एउटा करेन्सी भयो. त्यस्तै डलर युएस डलर एउटा करेन्सी भयो. त्यस्तै गरी इन्डियन रुपिज त्यो पनि एउटा करेन्सी भयो. सो करेन्सी भनेको मुद्रा अथवा पैसा. मनी एक्सचेन्ज भनेको पैसा साट्ने ठाउँ पैसा साट्ने ठाउँलाई मनी एक्सचेन्ज भनिन्छ. ओन टाइम समयमा डिपार्चर टाइम प्रस्थान समय जुन हामी एयरपोर्ट एयरलाइन्सहरूमा चाहिँ एयरपोर्टमा जानुभयो भने मजाले यो वर्डहरू तपाईँले देख्न सक्नुहुन्छ र त्यसको अर्थ के हुन्छ त भन्दाखेरि प्रस्थान समय. अराइभल टाइम पनि तपाईँ देख्नुहुनेछ. सो अराइभल टाइम भनेको के हो त आगमन समय करेन्सी मुद्रा मनी एक्सचेन्ज पैसा साट्ने ठाउँ. एटिएम भनेको पैसा निकाल्ने ठाउँ ब्याङ्कको पैसा एटिएम मार्फत निकाल्ने ठाउँलाई एटिएम भनिन्छ. एटिएम. वालेट भनेको पर्स जुन पैसा राख्ने जुन पर्स छ त्यो पर्सलाई इङ्ग्लिसमा के भनिन्छ त वालेट भनिन्छ. WALLET वालेट भनेको पैसा राख्ने पर्स अथवा तपाईँको डिजिटल वालेट पनि हुन्छ. लाइक खल्ती ई-सेवा आइएमपे लगायत थुप्रै त्यस्ता नेपालमा वालेटहरू छन्. सो वालेट भनेको के हो त पैसा राख्ने ठाउँ. पर्स भनेको के हो त वालेट र पर्स एउटै नै हो है त. क्रेडिट कार्ड पनि के त भन्दाखेरि हामीले पेमेन्ट गर्नका लागि प्रयोग गरिन्छ. क्यास भनेको नगदलाई इङ्ग्लिसमा क्यास भनिन्छ. एटिएम वालेट पर्स क्रेडिट कार्ड क्यास यी पनि धेरैभन्दा धेरै यात्रा गर्दाखेरि बोलिने वर्डहरू हुन्. सो धेरैभन्दा धेरै भिडियोलाई रिपिट गरेर हेर्नुहोला. जति धेरै तपाईँ रिपिट गर्नुहुन्छ त्यति नै यी वर्डहरू तपाईँलाई याद हुनेछ. यी वर्डहरू याद भयो भने तपाईँ यात्रा गर्दा जो कसैसँग पनि सहजै तरिकाले अङ्ग्रेजी बोल्न सक्नुहुनेछ. सुबिनर भनेको सम्झना वस्तु सुबिनर. सपिङ भनेको किनमेल केही सामानहरू किनमेल गर्नुलाई सपिङ भनिन्छ. सपिङ भनेको के हो त किनमेल. रेस्टुरेन्ट भनेको खाजा खाने ठाउँ रेस्टुरेन्ट. क्याफे पनि खाजा खाने ठाउँ हो क्याफे. फुड भनेको खानालाई इङ्ग्लिसमा फुड भनिन्छ. FOOD फुड भनेको खाना. ड्रिङ्क भनेको पेय पदार्थलाई इङ्ग्लिसमा ड्रिङ्क भनिन्छ. पेयलाई चाहिँ इङ्ग्लिसमा के भनिन्छ ड्रिङ्क अथवा पिउनुलाई इङ्ग्लिसमा के भनिन्छ त ड्रिङ्क भनिन्छ. DRINK ड्रिङ्क भनेको पिउने चिज. वाटर भनेको पानीलाई इङ्ग्लिसमा वाटर भनिन्छ. WATER वाटर भनेको पानी वाटर. स्न्याक्स भनेको खाजाको सामान खाजालाई चाहिँ इङ्ग्लिसमा के भनिन्छ स्न्याक्स पनि भनिन्छ. SNACKS स्न्याक्स भनेको खाजाको सामान खाजा. मेनु पनि के हो त होटेलमा खानाहरूको जुन आइटम सहित त्यसको प्राइस कति हो भनेर चाहिँ जुन होटेलमा देखाइन्छ नि रेस्टुरेन्टमा हो त्यसलाई के भनिन्छ त मेनु भनिन्छ. मेनु अथवा त्यो खानाको लिस्टहरू. बिल भनेको पनि के हो त बिल. टिप भनेको पनि टिप्स हो. टोयलेट भनेको शौचालयलाई इङ्ग्लिसमा टोयलेट भनिन्छ टोयलेट. रेस्टरुम भनेको के हो त बाथरुम अथवा विश्राम कक्ष बाथरुम. इमर्जेन्सी भनेको आपतकालीनलाई इङ्ग्लिसमा इमर्जेन्सी भनिन्छ इमर्जेन्सी. पुलिस भनेको प्रहरीलाई इङ्ग्लिसमा पुलिस भनिन्छ पुलिस भनेको के हो त प्रहरी. हेल्प भनेको सहयोग अथवा सहायतालाई इङ्ग्लिसमा हेल्प भनिन्छ. के भनिन्छ त हेल्प. HELP हेल्प भनेको
सहायता सहयोग। हस्पिटल हस्पिटल भनेको अस्पताल। अस्पताललाई इङ्ग्लिसमा हस्पिटल भनिन्छ। हस्पिटल। औषधिलाई इङ्ग्लिसमा मेडिसिन भनिन्छ। मेडिसिन भनेको के हो त? औषधि। मेडिसिन मेडिसिन भनेको औषधि। MEDICINE मेडिसिन भनेको औषधि। सेफ्टी सेफ्टी भनेको सुरक्षा। सुरक्षालाई इङ्ग्लिसमा सेफ्टी भनिन्छ। SAFETY सेफ्टी भनेको सुरक्षा। सेफ्टी। बिमा बिमालाई इङ्ग्लिसमा इन्सुरेन्स भनिन्छ। इन्सुरेन्स भनेको बिमा। इन्सुरेन्स। मौसम मौसमलाई इङ्ग्लिसमा वेदर भनिन्छ। वेदर भनेको मौसम। WEATHER वेदर भनेको मौसम। वेदर। टेम्परेचर टेम्परेचर भनेको तापक्रम। तापक्रमलाई इङ्ग्लिसमा टेम्परेचर भनिन्छ। TEMPERATURE टेम्परेचर भनेको तापक्रम। टेम्परेचर। कोल्ड कोल्ड भनेको चिसो। चिसोलाई इङ्ग्लिसमा कोल्ड भनिन्छ। COLD कोल्ड भनेको चिसो। कोल्ड। हट हट भनेको गर्मी। गर्मीलाई इङ्ग्लिसमा हट भनिन्छ। HOT हट भनेको गर्मी। हट। वर्षा वर्षालाई इङ्ग्लिसमा रेन भनिन्छ। रेन। RAIN रेन भनेको वर्षा। रेन। सन्नी सन्नी भनेको घाम लागेको। घाम लागेकोलाई इङ्ग्लिसमा सन्नी भनिन्छ। SUNNY सन्नी भनेको घाम लागेको। सन्नी। क्लाउडी क्लाउडी भनेको बादल लागेको। बादल लागेकोलाई इङ्ग्लिसमा क्लाउडी भनिन्छ। CLOUDY क्लाउडी भनेको बादल लागेको। हुरी चलेकोलाई इङ्ग्लिसमा विन्डी भनिन्छ। के भनिन्छ त? विन्डी। विन्डी भनेको हुरी चलेको। WINDY विन्डी भनेको हुरी चलेको। स्नो स्नो भनेको हिउँ। हिउँलाई इङ्ग्लिसमा स्नो भनिन्छ। SNOW स्नो भनेको हिउँ। स्नो। पहाडलाई इङ्ग्लिसमा माउन्टेन भनिन्छ। माउन्टेन। MOUNTAIN माउन्टेन भनेको पहाड। माउन्टेन। सन्नी घाम लागेको। क्लाउडी बादल लागेको। विन्डी हुरी चलेको। स्नो हिउँ। माउन्टेन पहाड। यी पनि धेरैभन्दा धेरै यात्रा गर्दाखेरि बोलिने के हुन् त? इङ्ग्लिस वर्डहरू हुन्। बीच बीच भनेको समुद्री किनारा। समुद्री किनारालाई इङ्ग्लिसमा के भनिन्छ? बीच भनिन्छ। BEACH बीच भनेको समुद्री किनारा। बीच। सी सी भनेको समुद्र। समुद्रलाई इङ्ग्लिसमा सी भनिन्छ। SEA सी भनेको समुद्र। सी। लेक लेक भनेको ताल। ताललाई इङ्ग्लिसमा लेक भनिन्छ। LAKE लेक भनेको ताल। लेक। रिभर रिभर भनेको नदी। नदीलाई इङ्ग्लिसमा रिभर भनिन्छ। RIVER रिभर भनेको नदी। रिभर। फोरेस्ट फोरेस्ट भनेको जङ्गल। जङ्गललाई इङ्ग्लिसमा फोरेस्ट भनिन्छ। FOREST फोरेस्ट भनेको जङ्गल। बीच समुद्री किनारा। सी समुद्र। लेक ताल। रिभर नदी। फोरेस्ट जङ्गल। यी पनि यात्रा गर्दाखेरि अथवा कुनै ठाउँमा घुम्न जाँदाखेरि प्रयोग हुने बोलिने महत्त्वपूर्ण इङ्ग्लिस वर्डहरू हुन्। यी वर्डहरू तपाईँले जान्नुभयो भने तपाईँलाई यात्रा गर्दा सहजै इङ्ग्लिस बोल्न सक्नुहुनेछ। सो धेरैभन्दा धेरै भिडियोलाई रिपिट गरेर हेर्नुहोला है त। पार्क पार्क भनेको बस्ने ठाउँ। पार्क। म्युजियम म्युजियम भनेको सङ्ग्रहालय। पुराना सामानहरू राखिएको ठाउँ, सङ्कलन गरिएको ठाउँलाई के भनिन्छ त? म्युजियम भनिन्छ।
म्युजियम म्युजियम भनेको सङ्ग्रहालय म्युजियम टेम्पल टेम्पल भनेको मन्दिर मन्दिरलाई इङ्ग्लिसमा टेम्पल भनिन्छ टिइएमपिएलई टेम्पल भनेको मन्दिर टेम्पल प्लेस प्लेस भनेको दरबार दरबारलाई इङ्ग्लिसमा प्लेस भनिन्छ प्लेस पिएलएसिई प्लेस भनेको दरबार प्लेस मार्केट मार्केट भनेको बजार बजारलाई इङ्ग्लिसमा के भनिन्छ त मार्केट भनिन्छ एमएआरकेइटी मार्केट भनेको बजार प्रोस्प्यारिटी प्रोस्प्यारिटी भनेको समृद्धि समृद्धि छाओस् भनेर भन्छौँ नि हो समृद्धि भनेको लाई इङ्ग्लिसमा के भनिन्छ त प्रोस्प्यारिटी भनिन्छ प्रोस्प्यारिटी भनेको समृद्धि प्रोस्प्यारिटी ह्याप्पिनेस ह्याप्पिनेस भनेको खुसी खुसीलाई इङ्ग्लिसमा ह्याप्पिनेस भनिन्छ खुसीलाई इङ्ग्लिसमा के भनिन्छ त ह्याप्पिनेस भनिन्छ ह्याप्पिनेस भनेको खुसी ह्याप्पिनेस हेल्थ हेल्थ भनेको स्वास्थ्य स्वास्थ्यलाई इङ्ग्लिसमा हेल्थ भनिन्छ के भनिन्छ त हेल्थ हेल्थ भनेको स्वास्थ्य सक्सेस सक्सेस भनेको सफलता सफलतालाई इङ्ग्लिसमा सक्सेस भनिन्छ सक्सेस हामी कसैलाई शुभकामना दिँदाखेरि प्रयोग गर्छौँ जसलाई हामी विस गर्छौँ सफलता मिलोस् भनेर चाहिँ शुभकामना दिन्छौँ नि हो सफलतालाई इङ्ग्लिसमा सक्सेस भनिन्छ सक्सेस भनेको सफलता जोय जोय भनेको हर्ष खुसी हर्ष खुसीलाई इङ्ग्लिसमा जोय भनिन्छ जोय जोय भनेको हर्ष खुसी सेलिब्रेसन सेलिब्रेसन भनेको उत्सव हामी नयाँ वर्ष उसको नयाँ वर्ष हामी उत्सव मनाउँछौँ नि हो नयाँ वर्षमा उत्सव मनाउँछौँ नि हो के गर्छौँ त इङ्ग्लिसमा भन्नु पर्यो भने सेलिब्रेसन सेलिब्रेसन भनेको उत्सव सेलिब्रेसन खुसी मनाऊ चेस चेस भनेको खुसी मनाऊ चेस आशीर्वादहरू हामी कसैलाई आशीर्वाद दिन्छौँ नि हो नयाँ वर्षमा आशीर्वाद दिनु पर्यो भने इङ्ग्लिसमा के भन्ने त ब्लेसिङ्स भनिन्छ ब्लेसिङ्स भनेको आशीर्वादहरू ब्लेसिङ्स अब हामी अर्को वर्डहरू सिक्छौँ जुन नयाँ लक्ष्य योजना र सङ्कल्पको लागि कुराकानी गर्दा प्रयोग हुने इङ्ग्लिस वर्डहरू सिक्छौँ जुन हामी नयाँ वर्षमा बोल्ने गर्छौँ त्यस्ता नयाँ वर्षमा बोलिने त्यस्ता वर्डहरू जुन हामी लक्ष्य योजना र सङ्कल्पको बारेमा कुराकानी गर्छौँ पहिलो रहेको छ रिसोल्युसन रिसोल्युसन भनेको सङ्कल्प सङ्कल्पलाई इङ्ग्लिसमा रिसोल्युसन भनिन्छ रिसोल्युसन गोल गोल भनेको लक्ष्य लक्ष्यलाई इङ्ग्लिसमा गोल भनिन्छ अब आउने यो नयाँ वर्षमा चाहिँ यो जुन नयाँ वर्षको लक्ष्य चाहिँ के हो त भनेर भन्नु पर्यो भने के भन्नु त यो वर्षको गोल चाहिँ के हो भनेर हामीले भन्न सक्छौँ सो गोल भनेको लक्ष्य गोल मोटिभेसन मोटिभेसन भनेको प्रेरणा मोटिभेसन भनेको के हो त प्रेरणा प्रेरणालाई इङ्ग्लिसमा मोटिभेसन भनिन्छ मोटिभेसन मोटिभेसन अचिभमेन्ट अचिभमेन्ट भनेको उपलब्धि केही कुराहरूको उपलब्धि हुनुलाई इङ्ग्लिसमा अचिभमेन्ट भनिन्छ अचिभमेन्ट भनेको उपलब्धि अचिभमेन्ट उपलब्धि प्राप्त गर्नु अचिभमेन्ट ग्रोथ ग्रोथ भनेको वृद्धि कुनै कुराहरूको वृद्धि हुनुलाई इङ्ग्लिसमा ग्रोथ भनिन्छ ग्रोथ ग्रोथ भनेको वृद्धि नयाँ सुरुवातलाई इङ्ग्लिसमा न्यू बिगिनिङ भनिन्छ के भनिन्छ त न्यू बिगिनिङ भनेको नयाँ सुरुवात न्यू बिगिनिङ ताजा सुरुवात भनेर चाहिँ भन्नु पर्यो भने फ्रेस स्टार्ट के भनिन्छ त फ्रेस स्टार्ट महत्त्वकांक्षालाई इङ्ग्लिसमा एम्बिसन भनिन्छ एम्बिसन भनेको महत्त्वकांक्षालाई इङ्ग्लिसमा एम्बिसन भनिन्छ एम्बिसन दृढ सङ्कल्पलाई इङ्ग्लिसमा डिटर्मिनेसन भनिन्छ डिटर्मिनेसन भनेको के हो त दृढ सङ्कल्प डिटर्मिनेसन दृष्टिकोणलाई इङ्ग्लिसमा भिजन भनिन्छ भिजन भनेको दृष्टिकोण
भिजन। अब हामी सिक्छौँ समय र वर्षसँग समय र वर्षसँग सम्बन्धित शब्दहरू, जुन हामी समयको कुराकानी गर्दा अथवा वर्षहरूको कुराकानीहरू गर्दा बोलिने त्यस्ता वर्डहरू बोल्छौँ जुन एकदमै महत्त्वपूर्ण छन्। मिडनाइट। मिडनाइट भनेको मध्यराति। मध्यरातिलाई इङ्ग्लिसमा मिडनाइट भनिन्छ। के भनिन्छ त? मिडनाइट। मिडनाइट। काउन्टडाउन। काउन्टडाउन भनेको गन्ती, जुन नयाँ वर्षको सुरुवात हुन्छ नि हो। त्यो नयाँ वर्षको सुरुवात गर्ने बेलामा के गरिन्छ त? समयको काउन्टडाउन गरिन्छ। सो काउन्टडाउन भनेको के हो त? गन्ती। काउन्टडाउन। फायरवर्क्स। फायरवर्क्स भनेको पटका। पटकालाई इङ्ग्लिसमा फायरवर्क्स भनिन्छ, जुन हामी नयाँ वर्षको उत्सव मनाउँदाखेरि, न्यू इयर सेलिब्रेसन गर्दाखेरि के गर्छौँ त? फायरवर्क्स गर्छौँ, जुन पटकाहरू पड्काउँछौँ। सो फायरवर्क्स भनेको के हो त? पटका। पार्टी। पार्टी भनेको केही खानाहरू खानु, खुवाउनुलाई चाहिँ पार्टी भनिन्छ। क्यालेन्डर। क्यालेन्डर भनेको पात्रो। पात्रोलाई इङ्ग्लिसमा क्यालेन्डर भनिन्छ। जहिले पनि नयाँ वर्षको सुरुवातसँगै के बनाइन्छ त? पात्रो क्यालेन्डर बनाइन्छ। सो क्यालेन्डर भनेको के हो त? पात्रो। उत्सवको समय। उत्सवको समयलाई इङ्ग्लिसमा सेलिब्रेसन टाइम भनिन्छ। के भनिन्छ त? सेलिब्रेसन टाइम भनिन्छ। सेलिब्रेसन टाइम भनेको उत्सवको समय। न्यू इयर्स इभ। न्यू इयर्स इभ भनेको के हो त? नयाँ वर्षको पूर्व सन्ध्या। न्यू इयर्स इभ, नयाँ वर्षको पूर्व सन्ध्या। ट्रेडिसन। ट्रेडिसन भनेको परम्परा। परम्परागत कुराकानीहरू हुन्छ नि, परम्परागत तरिकाहरू, परम्परागत सामानहरू अथवा गर्ने कामहरू भन्छौँ नि हो। ट्रेडिसनल भनेको के हो त? परम्परा। ट्रेडिसनल। फेस्टिभल। फेस्टिभल भनेको चाडपर्व। चाडपर्वलाई इङ्ग्लिसमा फेस्टिभल भनिन्छ। फेस्टिभल। अब हामी नयाँ वर्षको कुराकानीमा प्रयोग हुने सामान्य शब्दहरू सिक्छौँ है त। होप। होप भनेको आशा। आशा, होप। हामी यो नयाँ वर्षमा यस्तो आशा गर्छौँ अथवा यस्तो होप गर्छौँ भनेर हामीले इङ्ग्लिसमा भन्न सक्छौँ। सो होप भनेको आशा, होप। फ्युचर। फ्युचर भनेको भविष्य। भविष्यलाई इङ्ग्लिसमा फ्युचर भनिन्छ। के भनिन्छ त? फ्युचर। फ्युचर भनेको भविष्य। मेमोरिज। मेमोरिज भनेको सम्झनाहरू। सम्झनाहरूलाई इङ्ग्लिसमा मेमोरिज भनिन्छ। नयाँ वर्षमा जे कामहरू गरिन्छ नि, ती सम्झनालाई इङ्ग्लिसमा मेमोरिज भनिन्छ। भनेको कुनै सम्झनाहरूलाई के भनिन्छ? मेमोरिज भनिन्छ। आत्मचिन्तन। आत्मचिन्तन भनेको, आत्मचिन्तनलाई इङ्ग्लिसमा के भनिन्छ? रिफ्लेक्सन भनिन्छ। रिफ्लेक्सन। रिफ्लेक्सन भनेको आत्मचिन्तन। रिफ्लेक्सन। ग्र्याटिच्युड। ग्र्याटिच्युड भनेको कृतज्ञता। ग्र्याटिच्युड भनेको के हो त? कृतज्ञता। ग्र्याटिच्युड। फर्गिभनेस। फर्गिभनेस भनेको क्षमा। क्षमा माग्नुलाई इङ्ग्लिसमा फर्गिभनेस भनिन्छ। फर्गिभनेस भनेको क्षमा। टुगेदरनेस। टुगेदरनेस भनेको एकता। एकतालाई चाहिँ इङ्ग्लिसमा टुगेदरनेस भनिन्छ। के भनिन्छ? टुगेदरनेस भनेको एकता। पिस। पिस भनेको शान्ति। शान्तिलाई इङ्ग्लिसमा पिस भनिन्छ। पिस। काइन्डनेस। काइन्डनेस भनेको दयालुता। दयालुलाई इङ्ग्लिसमा काइन्डनेस भनिन्छ। दयालुपनलाई